यो 1 2 दुर्गन्ध फैलाइरहेछन् उतो गर्नको लागि दुईजनाहरू ल यता पर्नु ल हेलो गाइज के छ ठिक छ होला नि त हैन म पनि एकदम ठिक छु। आज चाहिँ म के गर्दैछु भन्दाखेरि चट्ट लाग्यो मैले चाहिँ हैन सब्जी पकाएँ हैन काटेको छु टक्क रेडी छ त्यहाँ। अनि मैले टक्कसँग ल्याउने हैन टक्कसँग कुकर ल्याउने हैन अनि यस्तो राख्ने यो भयो 1 फेरि ल्याउने 2 अनि आधी भन्दा अलिकति थोर ल्याउने हाल्ने टक्कसँगले टुक्को पार्ने है। कमीलाई कति साह्रो लाग्छ यस्तो अलिकति राख्ने हैन चट्टसँगले पानी यस्तो छ है। हाम्रो चाहिँ रुम भाडामा बस्नेहरू कसरी बस्नुहुन्छ है हेर्नु भाडाले हेर्नु हुँदैछ नै यसै गर्नु चट्टसँगले यो भयो हैन मैले अघि याद दिएको थिएँ सबै छ चट्टसँगले फेरि ल्याउने हैन चट्टसँगले फेरि हाल्दिने हैन फेरि फेरि यार यसले धोइसक्यो हैन अब टक्कै यसलाई पानी अड्कनुपर्छ। पानी अड्किने तरिका चट्टसँगले हाल्ने हैन अनि यस्तो गर्ने हैन चट्टसँग यस्तो गर्न नाप्ने बराबर हुनुपर्छ अनि क्लोज गरिदिने। फाइनली अब टक्क ग्यास गर्ने ल अब यता पर्नु ल सँगै पकाएको कुन छिटो पाक्छ ल च्यालेन्ज गरौँ ल। यहाँ चट्टसँगले यो के भन्छ प्याज र खोर्सानी काटेको छु हैन यसलाई बिर्को लगाइदिनु पर्ने हुन्छ। अलिकति पानी अलिकति राखौँ यहाँ ल पानी छ बिर्को लगाइदिनु थोरै हाल्नुपर्छ पुर्याउनु पर्यो नि चट्टसँगले यसलाई अच्छा यो भयो सब्जी ट्राई गरौँ तातेको छैन यार क्यों नहीं ताते रे तातेको छैन कि यार अनि चट्टसँगले बेसार हालिदिनु माथिबाट अलिअलि अनि 2 चम्ची हालिदिने नुन सल्ट हालिदिने सल्ट हालिदिसके पछाडि टक्कसँगले कागज चलाउने यहाँ छ चलाउने कति साह्रो चिप्लो क्या यहाँ चलाउने कुन छिटो पाक्दो रहेछ यस्तै राख्ने हैन अनि यसले छोपिदिने। गाइस कति मिनट लाग्छ ल ओइ फाइनली 1 सिटी लागेको थियो है 1 सिटी लागेको थियो सिटी लगाइसकेको थियो तर किन मर्यो पानी कम भयो क्या लेट्स गो गाइस ओइ पानी धेर भएको खोर्सानीले सड्किरहेछ झर्ने लाग्यो
तेरिका यो पानी धेरै लागेछ तेरिका देब्रेले चलाउने त्यो हावामा लागेछ फेरि ग्यास सानो भएको कि अब माथिबाट हल्का पानी लगाइदिउँ चट्टसँगले त्यो हावामा छिटो लागिरहेको छ क्या हल्लेर पानीहरू पनि पानी धेरै लगाएपछि यस्तै हो अब टक्कसँगले फेरि छोपिदिउँ छ भन्दाखेरि म चट्टसँगले जाने घुम्न अब मात्रै 1 सिटी लाग्यो 1 सिटी अब लास्ट 1 लाग्यो अनि म मारिदिन्छु पानी धेरै लगाएर नै चुइरह हेर्नु त साथीहरु यहाँ के हो यस्तो भयो होला अब त मार्दिम अहिले डढिरहेको हुन्छ त अहिले पाकेर पनि अब यसलाई एकछिन यसले टाइम कुराउँछ क्या यो भन्दा यो मिठो हुन्छ नि त त्यही भएर अलिक कुराउँछ कि यसले फाइनली गाइज खाना सब्जी पनि पाइसकेको छ म टक्कसँग ग्यास मार्छु अन्तिममा चाहिँ सबैजनाले रेगुलेटर चाहिँ अफ गर्नलाई काम सकेपछि सो गाइज अब चाहिँ म जाँदैछु खोलातिर सो गाइजहरू यहाँ देख्न सक्नुहुन्छ म चाहिँ तलबाट गइरहेको छु खोलातिर यो चाहिँ मेची मार्ग हाइवे हो यो मेची मार्गको हाइवे र म चाहिँ अब यहाँ तल जान्छु अनि फेरि उता मर्निङबाट माथि जान्छु है कस्तो दृश्य छ हेरौँ होइन टक्कसँग दामी हेरेछ क्या परको सिन चाहिँ यस्तो ठाउँमा आएर एक्लै बस्नुपर्छ क्या कस्तो रमाइलो हुन्छ अलिक यहाँ गाडी नकुद्ने ठाउँमा क्या तल गर ओ माइ गड खतरा उड्यो गयो त्यसको नाम के पो बक्कुला कि के पो थियो यार त्यो माछा खाना होला क्या माछा पनि पाउँछ नि त यस्तो उदी माछाहरू पाउँछ होइन उफ पर नि छ उफ यहाँ पर चाहिँ कुद्दैछ त्यहाँदेखि चाहिँ बकुला कस्तो लाग्यो साथीहरू यार यो खोला त्यो पानी आएको बेला चाहिँ त्यो ठुलो भइरहेको हुन्छ क्या अहिले चाहिँ पुरा सानो छ होइन चट्ट लाएर होइन ल म पनि आइदिएको होइन अब चट्टसँग ऊ तल जान्छु अनि त्यस पछाडि घुमेर होइन फेरि यताबाट आउँछु म घुमेर मर्निङ रोडबाट यसो अलिअलि कुद्नुपर्छ नि त है चट्ट लाएर ग्लास मरेको ग्लास अरे यहाँ लाएर उयो नि मुन्छाउँछ कि क्या मुन्छाको आएर यहाँ बगिरहेछ यहाँबाट नि पानी अस्ति त बगिरहेको थियो अहिले त छैन यार सुकेछ खोला सुकेछ क्या पुरा एयरपोर्टतिरबाट आइरहेछ भन्दा नि मर्निङ रोडतिर चाहिँ पुरा डेटिङ बसिरहेको हुन्छ नै मान्छेहरू विद्यार्थी होस् या चाहे त्यो कलेज पढ्ने होस् होइन सब डेटिङ बसिरहेको हुन्छ क्या त्यता गयो भने हामीलाई फेरि जिलस फिल भइहाल्छ किनभने अब सिङ्गल हो नि त सिङ्गलहरूलाई त जिलस फिल भइहाल्छ नि टक्कसँगले त्यो बाटो हिँड्यो भने जिलस हुन्छ अब यसमा त्यही बाटो उता पर पुगेर उयो बाँदर छ कि है त्यहाँ पुगेर टट्टसँगले त घुमेर आउनुपर्छ उयो त्यो त मङ्की कि उयो त्यो त के हो यार है कस्तो सिनारी छ भनिदिनु पर्यो है गाइजहरू म चाहिँ पुरा खोलामा छु है अहिले चाहिँ बालुवाहरू पनि छ ल कसैमा छिर्छ यार खुट्टा छिर्यो भने त बर्बाद हुन्छ कत्रो भाँसिएको यार उफ डेटिङ बसिरहनु पर्यो म चाहिँ तल पुगेर आउनु पर्ने हुन्छ क्या यहाँ खोला जाने होइन खोला जाने भिडियो बनाउने भरे अपलोड हानिदिने हो चट्टसँगले अब म चुपचाप नबोलिकन भिडियो 2को स्पिडमा लाएर बनाउँछु ल
कसरी कट्नु यार यहाँ बट डेन्जरस बाटो रहेछ यार के लेखेछ यहाँ कुखुरा लेखेछ त यार ल हिँड्नै सकिँदैन त के हो यस्तो यहाँ त माछा पनि पाउँछ है माछा नि पाउँछ क्या यस्तो छ नि त यस्तो भएपछि यहाँ चाहिँ टक्कसँग माछा नि पाउँछ अस्ति भाइहरूले त्यहाँ पर मारिरहेको थियो क्या यस्तो चिसो सर्प थियो भने चाहिँ फेरि स्वाहा पार्छ यार यस्तो लेदो छ यहाँ तल बसेर यस्तो एकछिन एक्सर्साइज गर्नु पर्यो भनेको कुन बाटो जानु त्यहाँ पुरा आगो तापिरहेछन् है यहाँ मर्निङ यो चाहिँ चट्टसँग यहाँ यस्तो जानुपर्छ मर्निङ रोड होइन त्यहाँ मर्निङ रोड हो त्यो यहाँ म हिँड्नुको कारण भनेको चाहिँ यो बाटो किन हिँड्दैछ जस्तो लाग्दैछ कि के को खुट्टा यार यत्रो ठुल्ठुलो पानी पनि कुन तरिकाले कुदिरहेछ यार उम्लिँदै क्या त उम्लिए जस्तो क्या कुचु 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 खालको अरू ठाउँ कहीँ नपाएर यार यो मर्निङ रोडमा यो हिँड्ने ठाउँमा पुरा डेटिङ बसिरहन्छन् यार के भन्नु म चाहिँ तल पुगिसकेको छु अब ट्रन हान्न मात्रै बाँकी छ है यस्तो फोहोर गरेको छन् कि यहाँ हेरौँ न यो खाएर यहीँ फालेको छन् एउटा फोहोर व्यवस्थापन भन्ने एउटा केही छैन क्या चिज मान्छेमा डेटिङ बस्यो खायो हिँड्यो हेर प्लास्टिकहरू जताततै छ क्या यस्तो राम्रो हरियो पऱ्यो ठाउँमा दुर्गन्ध बनाइदिएर क्या दुर्गन्ध फैलाइरहेछन् दुईजना बस्यो अझ सिरकहरू ल्याएको हुन्छ क्या सिरक त्यो हुन्छ नि जतो दुईजना उतो गर्ने उतो गर्नको लागि दुईजनाहरू ल्याउँछन् अनि यस्तो यस्तो भित्ताउति राखिरहेको हुन्छन् यो पर राखिरहेको थियो यो कहीँ डेटिङ बस्नु नपाएर यहीँ जङ्गलमा आएर बसिरह गुर्बेले हानिदिनु नि पार ए यहाँ चाहिँ खनेको रहेछ अहिले धेरै भएको थियो क्या नआएको आज आइदिएको यस्तो रहेछ यहाँ अब म ऊ पर गएर चाहिँ टक्कसँगले के गर्छु भन्दाखेरि पुसा पालिन्छु अनि त्यस पछाडि एकछिन रनिङ हान्छु अनि त्यस पछाडि जान्छु मेरो काम भनेको त्यही हो अरू काम त गर्न सक्नु पऱ्यो नि खाना सब्जी पाक्यो अनि हिँड्यो त्यही हो मेरो काम अरू काम केही छैन खासै यार त्यो दमकतिर पुरा हल्लियो बस्यो होइन यस्तै छ फ्युचर बनाउनु पर्छ होइन फ्युचर बनाउनको लागि टक्कसँग मेहनत पनि गर्नुपर्छ है यस्तै हो बिस्तारै गर्नुपर्छ एक दिन सक्सेस भएर होइन दुनियाँमा आज देखाउनु पर्ने हुन्छ सक्सेस भयो भनेर चाहिँ कसैलाई पनि घमण्ड नदेखाउनु होला होइन त्यो सक्सेस हुनुको कारण को हुन्छ थाहा छ अडियन्स हुन्छ अडियन्सलाई नै घमण्ड देखाउनु भएन नि त मैले त्यति गरेँ उति गरेँ ए होस् न अडियन्स हो होइन अडियन्सको पावर हो होइन अडियन्सले गर्दाखेरि यहाँसम्म पुगिरहेको हुन्छौँ होइन त्यही भएर जज गर्ने छैन होइन टक्कसँगले यो खनेदेखि अलिक परतिर गएर म टक्क उयो गर्छु पुसा बान्छु होइन पुसा बानिसके पछाडि अनि जान्छु यता रनिङ गर्दै जानुपर्ने छ टाढा म आएको धेरै भयो होइन धेरै लामो बाटो छ फेरि राति हिँड्नु हुँदैन यताउति फेरि फटाहरू छन् होइन धेरै छ त्यही भएर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला सो गाइज अब रात पनि परिसकेको छ म घर जानुपर्ने हुन्छ घर चाहिँ निकै टाढा छ त्यही भएर जाँदैछु साथीहरू सबैजनालाई बाई बाई फेरि अर्को भिडियोमा भेट हुनुपर्छ है त थ्याङ्क यू